नमस्कार, मेरो नाम कविता लाप्चा। म मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत गर्दछु। आज म हजुरहरूलाई नयाँ कथा भिखारीको कथा सुनाउन गइरहेछु है। एक दिनको कुरा हो, अर्जुन र कृष्ण भेष बदलेर एक सहरमा भ्रमणमा निस्किन्छन्। सहरमा डुल्ने क्रममा अर्जुनले देख्छन् कि एक दुखी भिखारी सागपेटीमा बसेर भिख मागिरहेको छ। उसको अगाडि थाली 2 मुठी चामल र 2 सिक्का दाना बाहेक केही थिएन। अर्जुनलाई दया लाग्छ र उनले आफ्नो बोकिराखेको 100वटा सुनको सिक्का थालीमा उक्त भिखारीलाई दिन्छन्। सुनको सिक्काले भरिएको थाली पाएपछि खुसीले गदगद भएको भिखारी छिटो आफ्नो घरतिर लाग्छन्। जब उनी आफ्नो बस्ने ठाउँतिर जाँदै थियो, उसले बाटोमा ऊभन्दा पनि दुखी मान्छे माग्न बसेको देख्छ। उसले चाहेको भए 1-2 सिक्का त्यो व्यक्तिलाई पनि दिन सक्थ्यो, तर उसले मनमा बल्ल तल्ल हात परेको दान कसले दियोस् अरूलाई भन्ने सोच्दै फटाफट अघि बढ्छ। जब ऊ हतार आफ्नो घरनिर केही पुग्न आँटेको थियो, एक चोरले उसको सुनको थाली खसेर कुलोमान ठोक्छ। बेचारा भिखारी हेरेको हुन्छन्। उक्त रातभर रोएर बस्छ। अर्को दिन फेरि कृष्ण अर्जुनलाई कुनै पनि कामले बाहिर निस्किनु पर्ने थियो अनि अर्जुनले यसको बाटोको छेउमा हेर्छन् त त्यही हिजोको ठाउँमा त्यही भिखारी भिख मागिरहेको छ। उसले हिजो सुनको थाली पाएको, तर आज फेरि उही हालतमा भिखारी भिख मागिरहेको देख्दा अर्जुन अचम्म पर्छन्। अर्जुनको जिज्ञासापछि भिखारीले हिजोको के घटना घट्यो सबै बेली विस्तार लगाउँछ। फेरि अर्जुनलाई दया लाग्छ। उनले एक हिराको औँठी निकालेर भिखारीलाई दिन्छन्। औँठी पाएपछि भिखारी घरतिर लाग्छ। आज पनि बाटोमा सहयोग माग्दै गरेको अर्को व्यक्ति भेटिन्छ, तर उसले त्यो व्यक्तिलाई पनि बेवास गर्दै आफ्नै घर जान्छ। घर पुगेको उसकी श्रीमती गाउँ ढुल्न गएकी रहेछिन्। उसले त्यो औँठी आफ्नो कसैले चोर्लान् कि भन्ने ठानेर डरले आफ्नो घरको माटोको घैलाभित्र लुकाउँछन्। ऊ थकित भएकोले केही बेला आराम गर्न निदाउँछन् र ऊ जब सुतिरहेको थियो, उसकी श्रीमती घर आउँछे र त्यो माटोको घैला लिएर पानी लिन नदीमा जान्छे। नदीमा घैला सफा गरेर उसले पानी लिएर घर आउँछे, तर श्रीमान कराउँछ, खै औँठी त्यो घैलामा मैले त हिराको औँठी राखेको थिएँ। बिचरा बुढीले पनि के गरोस्, नदीले बगाएको औँठी अब कसरी पो भेटिन्छ र। फेरि भिखारी भोलि पनि सडकमा भिख मागिरहेको थियो। आज पनि उसले अर्जुनलाई भेटाउँछन्। ए बाबा, यो के भइरहेको छ? जति धनराशि सहयोग गर्दा पनि किन यसले माग्न छोड्दैन? अर्जुन दिगदार हुन्छन् र कृष्णलाई सोध्छन्। कृष्णले मुस्कुराउँदै हाँस्दै आफ्नो खल्तीबाट एउटा तामाको सिक्का निकालेर भिखारीको थालीमा राखिदिन्छन्। कृष्णको यस्तो गतिविधि देखेर आश्चर्य प्रकट गर्दै अर्जुन भन्छन्, हजुरले यो के गर्नुभएको? मैले उसलाई सुनको थाललाई हिराको औँठी दिँदा त उसको गरिबी अन्त्य भएन भने त्यो जाबो तामाको एक सिक्काले उसलाई के नै मद्दत गर्ला र? कृष्ण भन्छन्, तामाको एक सिक्काले के गर्छ हेर त? सही। त्यो दिन भिखारीले त्यही एक सिक्का लिएर घर फर्किँदै थियो। बाटोमा उसले फेरि देख्छन् एक माझीले माछा मारिरहेको छ। उसलाई माछा जालोमा तडपिरहेको देखेर खै किन भित्रदेखि दया लाग्छ र उसले त्यो माछा एक सिक्का माझीलाई दिन्छ र त्यो तडपिरहेको माछालाई आफूले भिख माग्ने गरेको भाँडामा भरेर राख्छ। त्यो माछाले त उसको भाँडामा आउनु बित्तिकै मुखबाट हिराको औँठी पो निकाल्छ बा।
भएको के रहेछ भने नदीमा खसेको औँठी त माछाले पनि पो निलेको रहेछ र माझीको जालमा तडपिरहेको एकैचोटि भिख मागिरहेको भाँडामा पानी आइपुग्दा उसले पानी पेटको औँठी उकालेको रहेछ। आफ्नो गुमेको औँठी भेटेपछि अनायासै नै त्यो भिखारी भुसीले भेट्यो भन्दै चिच्याउँछन्। समय कस्तो भयो भने उसँग सुनको सिक्काको थाली खोज्ने चोर पनि त्यही बाटामा सिक्का बेच्नै जाँदै रहेछन्। चोरले सोध्छ कि भिखारीले मलाई चिन्यो र सामान आँट्यो भनेर। त्यस पछाडि त के चाहियो र त्यस चोरले झटपट त्यो थाली उसकै अगाडि फ्याँकेर जङ्गलतिर भाग्छ। अन्त्यमा भिखारीले आफ्नो गुमेको जति सबै सुनको सिक्का र हिराको औँठी समेत हातमा पार्छ। मित्रहरू, कथाको मूल मर्म यो हो कि जब हामीले अरूलाई मद्दत गर्न तत्पर हुन्छौँ नि हामीलाई पनि मद्दत गर्न स्वयं भगवान तत्पर हुन्छन् भन्ने कुरा यस कथाबाट हामीले थाहा पाउन सक्छौँ। तर यद्यपि आफ्नै स्वार्थ सिद्धिका लागि मात्र आफूले भएको पनि गुमाउन सकिन्छ भन्ने कुरा माथिको कथाबाट थाहा पाउन सकिन्छ। माथिको कथा हेरौँ त जब भिखारीको मनमा मै मात्र खाउँ भन्ने स्वार्थ आयो तब उसको भएको चिज पनि गुम्यो भने अरूको उपर करुणा र दया देखाउनु गुमेको कुरा पनि उसले फिर्ता पायो। हजुरहरूलाई आजको कथा एकदम राम्रो लाग्यो होला भन्ने आशा लिएको छु र हजुरहरूले यो कथालाई सुनेर सबै समक्ष र साथीहरूलाई पनि सेयर गरेर सुनाइदिनु होला अनि सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। धन्यवाद।